हेलो भन्न कहाँ छ त? घरमै छु ए मेरोमा आइन एकचोटि। अहिले नै ए तेरे म त छ कि आइन ल एकचोटि आइज ल। A few moments later. भन्न किन बोला? ए आइस यो मेरो सामानहरू छ नि दराजहरू सबै सार्नु पर्ने थियो कि सार्दैन? त्यसले यसको लागि बोला मलाई? त जिम गर्छ होइन तँलाई तेरो लागि के छु अरे दराजर? ओइ सुन त मेरो बाइकमा पेट्रोल हालेछ। ए आफू त जान गएर एकचोटि होइन सानो तेरो काम छ कि जा। ए खैले अनि सुन त त्यो मेरो बाइकमा पेट्रोल अलिक पनि छैन। अनि साले म चाहिँ कसरी जाने? ए धगाले जा न त जिम गर्छ होइन? ए जिम गरेर के मतलब त? उयो सुन त जिम जान्छ के त्यो त पुरै लाइन लाग्छ होला है तेरो त। ए त तर सबै सामानहरू पुरै हल्का लाग्छ होला है? तेरो बडीमा त गोली पनि लाग्दैन होला है? जिम गरेर बडी नै पुरै त्यो पम्प भएर साह्रो भइसक्यो होला है? तैँले त पुरै जे पनि गर्न सक्छ होला है? जे पनि के बच्चाहरू पनि है त्यो पुरै बडी भएको निस्किन्छ होला कि दिन्छ होला प्याकहरू के पुरै। ए त तैँले त यो घर पनि उठाइदिन्छ होला है? हल्का लाग्छ होला है? चप त्यस्तै हुन्छ? त्यस्तो हुन्छ भने तिमीहरू पनि जान्छ जिम। ए बस्नु न अङ्कल यादी खै त? एकदिन बाहिर जानु भएको छ। ए बाबु जिम जान्छ क्या हो? ए अङ्कल ओहो यो उमेरमा जानु हुँदैन जिम बाबु। यो उमेरमा जिम गरेर नि हाइट बढ्दैन कि बाउ हाइट। योभन्दा त अब हाइट बढ्दैन अङ्कल यत्रै हो। अब अझै बढ्थ्यो कि तिमी जिम गइहाल्यो अब बढ्दैन। यो उमेरमा जिम गरे पनि हड्डीहरू पुरै कमजोर क्यासिया चाहिँ कमजोरलाई हुन्छ भाइ बाउ पुरै कमजोर लाग्छ। बडी बिग्रिन्छ बाउ बडी पुरै बिग्रिन्छ। जिम भनेको त मेरो उमेरमा अब अलिकति बुढो भएपछि पो जाने त हे बाउ पनि। अब गरिहालेछौ अब धेरै धेरै नउचाल फेरि हड्डी भाँचेला है सकेसम्म छोरा। हस् अङ्कल हस् है ल अब म चाहिँ गएको। ए हुन्छ अङ्कल ड्याडलाई भनिदिनु म आएको थियो भनेर है। ए सुन त मेरो घरमा ग्यास सकिरहेको थियो एकचोटि ल्याइदियो न है। तिमी त जिम गरिरहेको के हो र त्यो जाब एउटा ग्यास त होइन? ल अहिले बस ल्याइदेऊ न है।